अब एउटा क्वेसन, अब कोहीलाई चाहिँ म डाटा एनालिस्टमै, डाटा एनालाइसिसमै अथवा डाटा साइन्समै मेरो फ्युचर बनाउनु छ भने तपाईँले त्यसको रोड म्याप टाइपको एउटा दिनु, त्यसलाई कसरी स्टार्ट गर्ने? हो, अब यो डेटा एनालाइसिस चाहिँ अब हामीहरूको अहिलेसम्मको समयको लागि चाहिँ सबभन्दा ठुलो पावरै डेटा हो भन्ने छ। जसले चाहिँ जोसँग डेटा छ उसले चाहिँ राइट डिसिजन गर्छ, अथवा उसले चाहिँ अहिले त डेटालाई चाहिँ जस्तो जुन यो न्यू वेल भन्छ क्या, नयाँ चाहिँ खनिज वेल चाहिँ यही डेटा हो। डेटा भनेको चाहिँ आफूले डेटाबाट इन्फर्मेसन निकाल्न सक्ने चाहिँ राज्य पनि बलियो हुन्छ, व्यक्ति पनि बलियो हुन्छ र बिजनेसले पनि राम्रो गर्छ भन्ने कुरा छ। सूचना नै अहिले सूचना प्रविधिकै बेला पनि आयो। जति यो डिजिटल टुलहरू बन्यो उति डेटालाई चाहिँ हामीले समराइज गरेर जति इफिसियन्टली इन्फर्मेसन निकाल्न सक्यो त्यति त्यसको चाहिँ राइट, कुनै पनि कुराको राइटतिर पुग्ने हामी चान्स बढी छ। त्यही भएर अब यसको जर्नीको लागि चाहिँ मैले अब भर्खरै ग्रेजुएट हुनुभएको साथीहरूलाई चाहिँ अब बेसिक्स चाहिँ अब डेटा जेनेरेसन नै हो होइन। अनि त्यसलाई चाहिँ अब त्यसबाट इन्फर्मेसन निकाल्ने प्रोसेसको पनि अलिक टेक्निकल कामहरू हुन्छ। मेन अब म्याथमेटिक्स पनि छ यसमा, प्रोबेबिलिटी स्ट्याटिस्टिक्स छ, भिजुअलाइजेसन पनि छ होइन। सो डेटा एनालिसिस जर्नी गर्ने हो भने चाहिँ अब आफूले टेक्निकल कुराहरू छ जस्तो आर सिक्ने, पाइथन सिक्ने, पावर बिआईहरू, ट्याब्लुहरू सिक्ने, मेन कोर म्याथमेटिक्स र अलिकति त्यस्तो कोर म्याथमेटिक्स त चाहिँदैन, तर स्ट्याटिस्टिकल कुराहरू चाहिँ सबै सिक्ने। अनि त्यसपछि प्रब्लम हेर्ने, मेन कुरा प्रब्लम हेर्ने। जस्तो अब चाहिँ हामीले चाहिँ डिसिसन लिन सक्नु पर्यो हो। हामी जस्तो मानौँ कि चाहिँ नेपालमा चाहिँ महिला पुरुषमा चाहिँ विभेद छैन भनेर आयो अरे भने चाहिँ अब हामी एनालिस्टले कसरी सोच्नु पर्यो भने जस्तो उही पदमा बसेको फिमेल र उही पदमा बसेको मेलको चाहिँ एभरेज इन्कम चाहिँ कति होला त, ल यो कुरा चेक गरौँ न त। एनालिस्टले कसरी सोच्नु पर्यो, डेटाबाट चाहिँ यो चिजलाई कम्पेयर गर्ने कुरा सोच्नु पर्यो। र मेन कुरा स्टोरी टेलिङ पनि हो। जस्तो डेटा एनालिसिस सेक्टरमा काम गर्ने हो भने चाहिँ तपाईँको सफ्ट स्किल भन्छ नि, कम्युनिकेसन स्किल चाहिँ सुड बी स्ट्रङ होइन। त्यो चिजमा पनि आफूले कहीँ गएर सिक्ने, राइटिङ स्किल सिक्ने, टेक्निकल म्याथमेटिक्स त तपाईँ युनिभर्सिटीमा पनि पढ्न पाउनुहुन्छ, पढिरहनु भएको कोर्समा पनि हुन्छ। त्यहाँ अलिक फोकस चाहिँ योसँग सम्बन्धित कुराहरू गर्ने कामहरू गर्नुपर्छ।